जस्तो यो अहिले कर्जा सूचना केन्द्रले चाहिँ क्रेडिट स्कोरिङको उसमा काम गर्ने भनेर एउटा खालको इनिसिएटिभ पनि चाहिँ गरेको थियो क्यारे। तर त्यो अझै पनि जुन लेभलमा स्केलमा जानुपर्ने त्यो भइसकेको छैन जस्तो लाग्छ मलाई। अहिले कस्तो भइरहेछ भने अब सानो सानो यो मिडियम स्केलको चाहिँ इन्टरप्राइजहरू स्पेसली अझ लोकल्ली त्यो इन्जिनियर्स प्रडक्टहरू स्पेसली बनाउने म्यानुफ्याक्चर गर्ने र सानो सानो लेभलमा एउटा चाहिँ ट्रेड बेस्ड नै भएका एसएमइजहरू पनि इन्फर्मल्ली रन भइरहेका, सही त्यो वित्तीय जानकारी नभएर डकुमेन्टेसन प्रपरली नहुने र उनीहरूको चाहिँ क्रेडिट हिस्ट्री पनि खासै नहुने र अब कति ठाउँमा चाहिँ आफ्नो त्यो भनौँ न फिक्स एसेट्स कोल्याटरल्सहरू पनि नहुने, यो सबै कारणले गर्दा अलिकति त्यो जुन हामीले सोचिरहेछौँ नि वित्तीय समावेशिता जुन फाइनेन्सियल इन्क्लुजन भन्ने छ त्यसमा चाहिँ यो डिजिटल ट्रान्सफर्मेसनको पार्टमा त्यो साइडमा अलिकति हामीले काम गरेर जस्तै इन्डियाले पनि हजुरको चाहिँ यो अहिले हजुरले इन्डिया स्ट्याकको कुरा गर्नुभयो त्यसमा पनि यो लेन्डिङको साइडमा चाहिँ उनीहरूले एउटा चाहिँ इन्टिग्रेटेड प्लेटफर्महरू डेभलप गरिरहेका छ, क्रेडिट स्कोरिङ मोडलमा उनीहरूले काम गरिरहेका छ। यस्तो खालकोमा चाहिँ अलिकति राष्ट्र ब्याङ्कले अलिकति यो सम्बन्धित स्टेक होल्डर्सलाई पनि सँगै लिएर यो इनिसिएटिभलाई अलिकति पुस गर्यो भने चाहिँ जसरी पेमेन्टको क्षेत्रमा जुन हामीले ट्रान्सफर्म गरेका छौँ नि सर, त्यसै गरी लेन्डिङको क्षेत्रमा पनि यो ठुलो ट्रान्सफर्मेसन चाहिँ हुनसक्छ जस्तो लाग्छ मलाई। यहाँले चाहिँ एकदमै राइटली भन्नुभयो, सायद केही कुरा थाहा पाएरै भन्नुभयो जस्तो लाग्छ मलाई। हाम्रो अपकमिङ एजेन्डाहरूमा जस्तो सेन्ट्रलाइज केवाइसी, क्रेडिट स्कोरिङमा हामीले यो सिआइसीसँग यो कर्जा सूचना केन्द्रसँग मिलेर चाहिँ काम गर्न खोजिरहेका चाहिँ छौँ। त्यो पनि एउटा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको एउटा इन्स्टिट्युसनको रूपमा चाहिँ रहेको चाहिँ छ, जसमा नेपाल राष्ट्र ब्याङ्कको समेत चाहिँ 10% लगानी छ। त्यसमा ब्याङ्क त वित्तीय संस्थाहरूको पनि लगानी चाहिँ छ। त्यो संस्थाले सेन्ट्रलाइज केवाइसीको र क्रेडिट स्कोरिङको क्षेत्रमा चाहिँ काम गर्न सक्छ भन्ने हाम्रो बुझाइ छ। त्यो अनुसारले हामीले टिम नै बनाएर कामहरू गर्न खोजिरहेका चाहिँ छौँ। र अर्को कुरा के आउँछ भने जस्तो तपाईँले अर्को के कुरा निकाल्नु भयो भने इन्डियासँगको इन्डिया स्ट्याकलाई पनि यसमा जोड्न सकिन्छ भन्ने कुरा गर्नु। मैले पनि त्यस्तै खालको सिस्टम बनाउन सकिन्छ कि डेफिनेटली। जस्तो इन्डियाले आधार कार्ड चाहिँ को माध्यमबाट हैन व्यक्ति पहिचान भइसकेपछि किन ब्याङ्क तथा वित्तीय संस्थाहरूसँग यति धेरै असीमित डेटाहरू चाहिँ छ जसलाई हामीले ओपन ब्याङ्किङलाई यसलाई हामीले चाहिँ एक्सेप्ट गर्न सक्ने र त्यसलाई चाहिँ हाम्रो प्रुडेन्ट तरिकाले गभर्न गर्न सक्यौँ हैन, यसलाई साइबर सेक्युरिटी र त्यो कुरालाई चाहिँ म्यानेज गर्न सक्यौँ, एक्सटर्नालाइज गर्न सक्यौँ भने त ब्याङ्कहरू अथाह स्रोतहरू लिएर बस्नु भएको चाहिँ छ। ब्याङ्कसँग एउटा व्यक्ति पहिचान गर्ने सम्बन्धमा राज्यसँग नभएका चाहिँ इन्फर्मेसन पनि ब्याङ्कसँग हुनसक्छ, किनभने उसले गरेको भुक्तानीको प्याटर्नहरूलाई लिएर अथवा उसले गर्ने आर्थिक क्रियाकलापलाई, किनभने अहिले त सबै कुराहरू आर्थिक क्रियाकलापसँग जोडिएको हुन्छ, उसको दैनिकीसँग उसको पेमेन्टसँग जोडिएको हुन्छ, उसले गरेका क्रियाकलापहरूसँग जोडिएको हुन्छ, आर्थिक क्रियाकलापसँग जोडिएको हुन्छ। ती सबैको चाहिँ डेटा सिरिजको माध्यमबाट व्यक्ति पहिचान गर्न, एप्रेजल गर्न अत्यन्तै ठुलो भूमिका अथवा सहयोग मिल्न सक्छ। यो हिसाबले क्रेडिट स्कोरिङमा सहयोग पुग्न सक्ने हिसाबले सोचिरहेका चाहिँ छौँ। जसरी अहिले इन्डियामा आधार कार्ड मात्रै लिएर ब्याङ्क त वित्तीय संस्थाबाट केही ब्याङ्कले त भनौँ एउटा निश्चित सीमासम्मको 2 लाखसम्मको भारू चाहिँ सजिलै त्यो कार्डकै माध्यमबाट मात्रै पनि इन्स्ट्यान्टली त्यो पनि कर्जा दिन सक्ने व्यवस्था चाहिँ छ। यो किन सजिलो भएको त भन्दा डिजिटल्ली व्यक्ति पहिचान गर्ने कुरामा तिनीहरू सक्षम भए, उनीहरूले व्यक्तिलाई चिन्न सक्ने भए, उसको क्रियाकलापहरूलाई चाहिँ हैन अन्दाज गर्न सक्ने भए, त्यसको आधारमा सिमलेसली हैन विदाउट हैन ठुलो कस्ट पनि लाग्ने भएन। जस्तो केवाइसीमा के भनिन्छ भने केवाइसीमा सयौँ भारतीय रुपियाँ लाग्ने खर्च अहिले 10 बिलो 10 भारूमा चाहिँ हुन सक्ने कुराहरू डेभलप भएको चाहिँ छ हो। यसले यो कुराले एमएसएमई सेक्टर मात्रै होइन, तपाईँले अहिले उठाउनु भएको हरेक क्षेत्रका यो क्लाइन्टहरूलाई सहजीकरण गर्नमा डिजिटाइजेसनले धेरै सहयोग पुर्याउन सक्छ। हामी सोचेको पनि त्यही पनि छ। थ्याङ्क यू सर। अब यो लेन्डिङ एउटा डेफिनेटली एउटा पार्ट हामीले यसमा डिस्कस पनि गऱ्यौँ। अर्को यो अब राष्ट्र ब्याङ्कले अघि हजुरले भन्नुभयो नि राष्ट्र ब्याङ्कले चाहिँ त्यो इनिसिएटिभ्सहरू त्यो जसरी ग्लोबली गइरहेछ त्यो अनुसारको चाहिँ राष्ट्र ब्याङ्कले इनिसिएटिभ्सहरू चाहिँ लिइ पनि रहेको र त्यसको रिफ्लेक्सन बेला बेलामा अब चाहिँ चाहे त्यो मोनिटरी पोलिसीको रिभ्यू बेलामा होस् अथवा मोनिटरी पोलिसी नै मतलब एनुअल आउने अनाउन्स गर्ने बेलामा लन्च गर्ने बेलामा होस्, त्यो खालका चिजहरू इन्कर्पोरेट गएकै देखिन्छ कि नर्मली पनि। जस्तै अहिले हामीले हेर्दाखेरि हजुरले नियो ब्याङ्किङको अब डिजिटल ब्याङ्कको त पोलिसीमै लास्ट इयरको मोनिटरी पोलिसीमा पनि आएको थियो। अब यो नियो ब्याङ्किङको पनि हजुरको स्पेसल्ली ब्याङ्कको लाइसेन्समा राइड गरेर अरू फाइनेन्सियल सर्भिस प्रोभाइड गर्ने जस्तै पिएसपी अथवा पिएसहरू होलान्, उनीहरूको कोलाबोरेसनमा एउटा नियो ब्याङ्किङको चाहिँ ठुलो मतलब स्कोप चाहिँ हामीले देखेका छौँ, बाहिर पनि देखेका छौँ। र अर्को अब
एउटा खालको चाहिँ कन्फ्युजन भनौँ अथवा एउटा खालको चाहिँ डिबेट के पनि छ भने नेपाल जस्तो मार्केटमा 20वटा कमर्सियल ब्याङ्क भइसकेको र यत्र 20वटा भन्दा बढी सायद पिएसपी नै पनि भइसकेको अवस्था र त्यो पिएसपीहरू चाहिँ यत्रो यो डिजिटल ट्रान्सफर्मेसन र डिजिटल इन्फ्रास्ट्रक्चर बिल्ड गर्न आफैले बिल्ड गरेर जाँदाखेरि नै ठुलो इन्भेस्टमेन्ट गरिसकेको अवस्थामा तिनीहरूसँगैको कोलाबोरेसनबाट नियो ब्याङ्किङको कन्सेप्टमा ब्याङ्किङ लाइसेन्समा राइड गरेर ती भएकै इन्स्टिट्युसनले चाहिँ सर्भिसलाई अझ स्केल अप गर्दै गए हुन्छ भन्ने र डिजिटल ब्याङ्क नै एज अ लाइसेन्स्ड इन्टिटी नै फेरि अर्को चाहिँ डिजिटल ब्याङ्क चाहिँ चाहिन्छ र भन्ने खालको एउटा चाहिँ डिबेट पनि बेला बेला सुनिन्छ। अब राष्ट्र ब्याङ्कले चाहिँ नियो ब्याङ्किङ भन्दा पनि नियो ब्याङ्किङमा खालि अहिले त्यो लेन्डिङ डिजिटल लेन्डिङलाई अलिकति एउटा कोलाबोरेसनको हिसाबले गर्न दिएको छ, अरूमा त्यस्तो ठ्याक्कै ऊ चाहिँ छैन, सायद मैले नबुझेको पनि हुनसक्छ। तर डिजिटल ब्याङ्क नै गरेर जानुपर्छ भन्ने खालको राष्ट्र ब्याङ्कको त्यो अब बुझिन्छ। अब यो चाहिँ के हो सर, यसमा हामी नियो ब्याङ्किङमा नगइकन सिधै हामी डिजिटल ब्याङ्किङको हिसाबले न्यू लाइसेन्स दिएर जान खोजिरहेको हो कि अथवा एउटा लेभलमा फाइनेन्सियल सर्भिस अथवा पेमेन्टको साइडमा काम गरिरहेका राष्ट्र ब्याङ्कका लाइसेन्स्ड नै इन्टिटिजहरू जसले चाहिँ ठुलो लगानी पनि गरेर आइसकेका छन् तिनीहरूलाई नै नियो ब्याङ्किङमा गरेर जाँदा पहिलो फेजमा त्यो ठिक हुन्छ कि अब यो सिधै नयाँ लाइसेन्स नै दिएर फेरि अब फुल फ्लेजेड डिजिटल ब्याङ्ककै हिसाबले जाने भन्ने कुरामा चाहिँ अब यसमा अलिकति क्ल्यारिटी सरले चाहिँ गरिदियो भने म लगायत अब धेरैजना यसमा इन्ट्रेस्ट राख्ने मान्छेलाई क्लियर हुन्छ होला सर। मैले भनेको कुरामा तपाईँ टोटली सहमत नहुन पनि सक्नुहुन्छ। मलाई कस्तो लाग्छ भने डेफिनेटली नेपाल डिजिटल ब्याङ्किङ र डिजिटल ब्याङ्क फरक कुरा पनि हुन्। हजुर, डिजिटल ब्याङ्किङ यस अफकोर्स डिजिटल ब्याङ्कले डिजिटल ब्याङ्किङ गर्छन्, अहिलेको ट्रेडिसनल ब्याङ्किङले पनि डिजिटल ब्याङ्किङ गरिरहेका चाहिँ छन्। तर डिजिटल ब्याङ्क त्यस्तो कन्सेप्ट हो जहाँ चाहिँ डिजिटली सबै कुराहरू डिजिटल्ली हुन्छन्, जसमा एक प्रकारले भन्यो भने सबै अनलाइन सिस्टममा धेरै कामहरू गरिन्छ। ब्याङ्कको फिजिकल प्रेजेन्स पनि नहुन सक्छ होइन, ब्रान्चहरूको प्रेजेन्स त अलमोस्ट हुँदैन नै भनिन्छ होइन। र अनि यस्तो अजाइल सिस्टम त्यसपछि त्यसको भनौँ न अब डकुमेन्टेसन लगायतका थुप्रै कुराहरूमा डिजिटल ब्याङ्कले त्यो ढङ्गले काम गर्ने हुनाले नेपाल राष्ट्र ब्याङ्कले गत आर्थिक वर्षमा डिजिटल ब्याङ्क सम्बन्धमा अध्ययन गर्ने भनेर हामीले एउटा कन्सेप्टमा ल्याएका पनि थियौँ। हामीले इन्टरनली केही कुराहरू अध्ययन गरिरहेका पनि छौँ। र अनि अफकोर्स अर्को मलाई पर्सनल्ली फेरि मलाई कस्तो लाग्छ भने अफकोर्स ब्याङ्कहरू टेक्नोलोजीको एडप्सन गर्ने टेक्नोलोजीको प्रयोग गर्नेमा अन्य क्षेत्रभन्दा अलि फरवार्ड पनि छन्, उनीहरूले गर्छन्। तर यो होइन कि रेभोल्युसनाइज नै गर्नको लागि ब्याङ्कहरूले अलि पछाडि हटेका हुन् कि भन्ने कुरा पनि छ। म त दुईवटा तिनवटा म तपाईँलाई उदाहरण दिन सक्छु। तपाईँ यसको बारेमा मभन्दा बढी जानकार पनि हुनु जस्तो लाग्छ मलाई। हामीसँग 1990मै ब्याङ्कहरूले कार्ड सिस्टममा एडप्ट गरेको होइन, एटिएम 1990मा होइन, क्रेडिट कार्ड 1995मा एटिएम कार्ड होइन, हुँदै हुँदै आइसक्यो। साउथ एसियामा हामी त्यो बेलामा धेरै अगाडि नै थियौँ होइन, त्यो चाहिँ गरेको। तर रेमिटेन्सको सुरुवातमा गर्ने कुरामा नेपाल राष्ट्र ब्याङ्कले रेमिटेन्स कम्पनीहरू भनौँ न नन ब्याङ्किङ इन्स्टिट्युसनलाई जसरी अगाडि ल्याएर कामहरू गर्यो, तर ब्याङ्कले रेमिटेन्स गर्नको लागि त राष्ट्र ब्याङ्कसँग लाइसेन्स छुट्टै लिन पनि पर्ने थिएन एक प्रकारले त्यो गर्ने बेलामा होइन, तर गर्न सक्थे। र उहाँहरूले त्यो कुरामा त्यति धेरै ध्यान दिनु भएन। रेमिटेन्स कम्पनीहरू कन्सेप्ट राष्ट्र ब्याङ्कले ल्यायो, एउटा विशिष्टीकृत संस्थाहरूको कन्सेप्ट ल्याइसकेपछि र रेमिटेन्स कम्पनीहरूले रेमिटेन्समा जुन ढङ्गले काम गरे होइन, एकदमै लो कस्टमा होइन, मान्छेलाई चाहिँ जुन सुविधाहरू दिए, त्यसपछि ब्याङ्कहरू अनि के भयो भने झल्यास भयो कि अब यो त बिजनेस त यहाँ पनि रहेछ नि भनेर उनीहरूले त्यो गर्न खोजे होइन। अब 2008तिर जस्तो लाग्छ मलाई जो ई सेवा त्यति बेला सुरुमा आउने बेलामा होइन, तपाईँको आइएमई पनि आयो, त्यसपछि हामीले लाइसेन्स दिनुभन्दा अगाडि पनि ई सेवाले काम गरेको चाहिँ थियो होइन। अब उसले बिजनेस देख्यो, उसले अपर्च्युनिटी देख्यो, तर त्यही भइरहेका ब्याङ्कहरूले त्यो कुरालाई कति बुझे कति बुझेनन्। तर त्यसपछि हामीले नन ब्याङ्किङ इन्स्टिट्युसनको रूपमा पिएसओ पिएसपीको कन्सेप्ट ल्यायौँ। त्यसपछि ब्याङ्कले चाहिँ यो बिजनेस त यहाँ पो रहेछ भनेर भन्ने कुरा आइरहेका चाहिँ छन्। अब म ठ्याक्कै तपाईँको प्रश्नमा आउँछु। यस अफकोर्स डिजिटल ब्याङ्किङ अहिलेको यिनै ब्याङ्कहरू लाइसेन्सलाई राइड गरेर डिजिटल ब्याङ्किङ दिने हो भने कि इन्टरनेसनल्ली च्यालेन्जर ब्याङ्किङको जुन ढङ्गले कन्सेप्टले न्यू ब्याङ्किङको कन्सेप्टमा जुन आइरहेको चाहिँ छ कि त्यसलाई कोप गर्न सक्छन् त। एउटा जस्तो अब अहिलेको भनौँ न डिजिटल ब्याङ्क कन्सेप्टमा जाँदाखेरिमा जुन अजाइल त्यहाँको सञ्चालक समिति हुनुपर्ने, सञ्चालक समितिमा जुन खालका रिसोर्सेसहरू ह्युमन रिसोर्सेसहरूलाई
हामीले सञ्चालकको रूपमा ल्याउनु पर्ने थियो। ट्रेडिसनल ब्याङ्किङमा बुझेको ट्रेड फाइनेन्स जानेको, ट्रेजरी डिपार्टमेन्ट ह्यान्डल गर्न सक्ने, भनौँ न त्यो बारेमा बिजनेस बुझेको लाई फोकस गर्ने कि च्यालेन्जिङ त्यो के अरे यो न्यू ब्याङ्किङ कन्सेप्टलाई, साइबर सेक्युरिटीको कुराहरूलाई होइन यो बारेमा बुझेको चाहिँ नि सञ्चालक खोज्दै हिँड्ने, त्यो एउटा खालको डिलेमा ब्याङ्कहरूलाई रहन सक्छ। त्यसो भएको हुनाले एउटा अजाइल सिस्टम आवश्यक छ र सँगसँगै यो कोप गर्नको लागि न्यू ब्याङ्किङको कन्सेप्टलाई चाहिँ अगाडि ल्याउनको लागि ट्रेडिसनल ब्याङ्किङलाई डिजिटल ब्याङ्किङ गर्नको लागि अहिले पनि छुट छ, उहाँहरूले त गरिरहनु भएको चाहिँ छ। तर इन्टरनेसनली हामी प्रतिस्पर्धामा आउनुको लागि डेफिनेटली डिजिटल ब्याङ्क आवश्यक पर्न सक्छ भन्ने चाहिँ बुझाइ राष्ट्र ब्याङ्कको हो। यो सम्बन्धमा हामीले एउटा औपचारिक रूपमा चाहिँ आफ्नो स्टडी गरेको प्रतिवेदनलाई बाहिर ल्याइसकेर यसरी चाहिँ हामीले कामहरू गरिसकेको अवस्था छैन। मलाई के लाग्छ भने मैले जुन तपाईँलाई दुईवटा उदाहरण दिएँ नि, रेमिटेन्स कम्पनी, नन ब्याङ्किङ, पिएसओपीको कन्सेप्ट, त्यसपछि त्यो कुरालाई ब्याङ्कले जसरी चाहिँ नि उहाँहरूले काम गर्नुभएको छ त्यही ढङ्गले यो केसमा पनि हामीले ब्याङ्कलाई त्यो सुविधा भनौँ न आफ्नै ट्रेडिसनल्ली लाग्न दिने र कामहरू पनि गर्न दिने तरिकाले सोच्नुपर्छ कि जस्तो लाग्छ मलाई।